यसलाई 6 5 x 4 3 2 लाई 9 ले निशेष भाग जान्छ भने x को मान कति होला? अब यहाँ हेर्नुहोस् है, तपाईले तीनटा कुराको डिभिजिबिलिटी बुझ्नु पर्यो। एउटा 3 को, एउटा 9 को, एउटा 11 को। 3 9 को 11 को डिभिजिबिलिटी बुझ्नु पर्यो यस्तो क्वेशनलाई। यो 3 ले कस्तो संख्यालाई भाग जान्छ भन्दा दिएको संख्याको सबै डिजिटको समलाई समलाई 3 ले भाग जान्छ भने नि समलाई 3 ले निशेष भाग जान्छ भने सबै संख्यालाई जान्छ भने भएकै संख्यालाई जान्छ। दिएको संख्याको सबै डिजिटको समलाई 9 ले भाग जान्छ भने सबै संख्यालाई जान्छ। यो 3 ले कस्तो संख्यालाई निशेष भाग जान्छ, 9 ले कस्तो संख्यालाई निशेष भाग जान्छ, यो डिभिजिबिलिटीमा तपाईहरुले बुझ्नु पर्यो। दिएको संख्याको सबै डिजिटको समलाई 3 ले निशेष भाग जान्छ भने दिएको संख्याको सबै डिजिटको समलाई 9 ले निशेष भाग जान्छ भने अब 11 चाहिँ अब यो चाहिँ सम र विषम पोजिसनको सम इक्वल हुन्छ भने दिएको यो संख्याको डिजिटको सम र विषम पोजिसन इक्वल हुन्छ भने बराबर भयो अथवा 0 भयो अन्तर। जस्तै 121 यो विषम सम विषम यो विषम जोड्दा 2 आयो, सम 2 आयो, यसको बराबर आयो अथवा यसको फरक 0 आयो भने यो अब 6 7 8 2 3 यस्तो आयो। अब 8 3 11 8 3 11 6 कति 8 3 11 6 17 7 2 9 बराबर आएन, यो भएन। अब यसलाई भाग जाँदैन, सम र विषम इक्वल हुनु पर्यो। जस्तो 6 र 6 लाई 11 जान्छ, यो सम विषम यो विषम सम बराबर आयो। यसरी तपाईले बुझ्नु पर्यो। यो तीनटाको समलाई 3 ले कस्तो संख्यालाई भाग जान्छ, 9 ले कस्तो संख्यालाई, 11 ले कस्तो संख्यालाई, यो तीनटा कुरा बुझ्नु पर्यो। अब जहाँ सोध्दा यसरी सोध्छ। अब यहाँ हेर्नुस् है, अब कसरी थाहा पाउने भनेपछि यो यक्सको एक डिजिट भएको भन्दा मान हुँदैन। 6 प्लस 5 प्लस यक्स प्लस 4 प्लस 3 प्लस 2 हुन्छ। 6 5 11 4 ले 15 3 18 2 ले 20 सबै जोड्दा 20 आयो। 6 5 11 4 ले 15 3 18 2 ले 20 प्लस यक्स हो। अब यक्सको मान कति हुनुपर्छ भन्नुस् त 9 ले भाग जाँदा यक्सको मान अब यो 20 भन्दा ठुलो 9 ले भाग जाने कति हुनुपर्छ 27। 9 ले निशेष भाग जानलाई यहाँ भएका डिजिटको सबै समलाई चाहिँ 9 ले भाग जानुपर्छ भनेपछि यक्सको मान चाहिँ 7 हुनु पर्यो। अब यहाँ 16 चाहिँ किन भएन भन्दा यो दुईटा मान हुँदैन, यसको एउटा मात्रै डिजिट भएको मान हुन्छ यसकारण। अब म तपाईहरुलाई यहाँ दिन्छु है। अब म दिन्छु गर्नुस् त। अब यहाँ हेर्नुस् है, 5 1 3 4 2 ए लाई 3 ले निशेष भाग जान्छ भने ए को सम्भावित मान कतिवटा होला? सम्भावित मान कतिवटा होला?
दुईटा तीनटा चारवटा पाँचवटा 5 1 3 4 2 यसलाई 3 ले निशेष भाग जान्छ भने 3 को सम्भावित मान कतिवटा हुन्छ अब पहिला 3 ले निशेष भाग जाने भनेपछि 5 प्लस 1 प्लस 3 प्लस 4 प्लस 2 प्लस 1 5 1 6 3 9 4 13 2 ले 15 15 प्लस ए हो अब यसलाई 15 ले यो 3 ले भाग जानलाई 15 लाई जान्छ 15 अब यो 15 लाई जान्छ भनेपछि यो ए को मान 0 हुन सक्छ 15 प्लस 0 बराबर 15 अब अर्को 15 प्लस 3 बराबर 18 15 प्लस 6 बराबर 21 15 प्लस 9 बराबर 24 15 प्लस 12 बराबर 27 यो चाहिँ भएन किनकि यहाँ दुईटा डिजिट आयो भनेपछि ए को सम्भावित मान एउटा दुईटा तीनटा चारवटा हुँदो रहेछ 3 ले निशेष भाग जानलाई यो दिएको डिजिटको सबैको समलाई 3 ले भाग जानुपर्छ यो जोड्दाखेरि तपाईहरुको कम्तीमा 15 आयो भनेपछि 15 मा 0 जोड्दा 15 हुन्छ यो ए को मान 0 हुन सक्छ अनि 3 जोड्दा 18 हुन्छ ए को मान 3 हुन सक्छ 6 जोड्दा 21 हुन्छ ए को मान 3 हुन सक्छ 9 जोड्दा 24 हुन्छ त्यो पनि हुन सक्छ अब यहाँ नझुकिनुस् किनभने यो 0 राख्न झुक्यो भने त बिग्रो फेरि भनेपछि एउटा दुईटा तीनटा चारवटा हुँदो रहेछ अब अर्को म दिन्छु है यस्तै अब हेर्नुहोस् है 4 3 6 9 2 x y लाई y 11 ले निशेष भाग जान्छ भने 11 ले निशेष भाग जान्छ भने x प्लस y बराबर मान कति हुन्छ भन्यो अब यहाँ हेर्नुहोस् है एउटा संख्या दियो त्यसलाई 11 ले निशेष भाग जान्छ भने x प्लस y को मान कति हुन्छ भन्यो अब यहाँ अब यहाँ तपाईहरुले के बुझ्नु पर्यो भने यो 11 ले कस्तो संख्यालाई निशेष भाग जान्छ भन्ने कुराको सन्दर्भमा तपाईले यो विषम जतिलाई जोड्ने यो विषम जतिलाई जोड्ने यो 1 3 5 7 विषम जतिलाई जोड्ने 3 प्लस 9 प्लस x प्लस y बराबर अब सम जतिलाई जोड्ने यो 3 प्लस 2 प्लस 6 प्लस 4 यो बराबर हुनुपर्छ यहाँ तपाईले मिलाइ पनि सक्नु भनेपछि अब यो 9 3 ले 12 प्लस x प्लस y बराबर 6 4 10 2 12 3 ले 15 अब x प्लस y बराबर 15 प्लस 12 जाँदा माइनस 12 x प्लस y बराबर 15 मा 12 गर्दा 3 बाँकी भयो भनेपछि आन्सर 3 त्यहाँ तपाईले निकाली पनि सक्नु भएको थियो भनेपछि 11 ले 3 ले र 9 ले कस्तो संख्यालाई भाग जान्छ भन्ने कुरा प्रधान हुन्छ यसमा हामीले 11 ले कस्तो संख्यालाई भाग जान्छ भन्दा यो विषम जति जस्तो 1 3 3 1 यसलाई 11 ले भाग जान्छ यो 1 र 3 जोड्ने विषमको समको जोड्ने 3 1 ले 4 3 1 ले 4
इक्वल हुन्छ। विषम भने बिजोड 1 2 3 4 भने यो 1 यो 3 यो 5 यो 7 यो विषम बिजोड यो सम भने जोड 2 4 6 8 पोजिसन हेर्नु त यो 1 10 100 1000 हुने आउँछ हैन 1 को पोजिसन 10 को पोजिसन 100 को यो चाहिँ विषम भयो 1 3 5 7 अनि 2 4 6 8 त्यो चाहिँ सम भयो जोड पोजिसन र बिजोड पोजिसन हुन्छ। अब यहाँ जोगिन्छ यसैबाट थाहा भइहाल्यो नि यो एउटा छोड्दैन यो संख्या। अब यसमा अर्को चाहिँ कस्तो तरिकाले सोध्छ त भनेपछि यो संख्यामै भन्नु 1 देखि 1000 सम्मका संख्यालाई 3 वा 5 ले निशेष भएर जाने संख्या कतिवटा हुन्छन् भन्यो 1 देखि 1000 सम्मका सबै संख्यालाई 3 वा 5 ले निशेष भाग जाने संख्या कतिवटा हुन्छन् भन्यो भाग जाने संख्या कतिवटा हुन्छन् भन्यो संख्या कतिवटा हुन्छन् संख्या छन् 1 देखि 1000 सम्मका त्यहाँ संख्या 1000 वटा भए 3 ले वा 5 ले तपाईले के भन्नु पर्यो भने 1 देखि 1000 सम्मका संख्यालाई 3 वा 5 ले निशेष भाग जाने संख्या कतिवटा हुन्छन् भन्यो 1 देखि 5000 के 1000 सम्मका सबै संख्यालाई 3 वा 5 ले निशेष भाग जाने संख्या कतिवटा हुन्छ भनेपछि तपाईले के बुझ्नु पर्यो भने अब 1000 टोटल 1000 मध्ये 3 ले भाग जाने 3 तिया 9 3 तिया 9 3 तिया 9 333 वटा भयो अब 1000 वटालाई 5 ले 5 दुना 10 0 0 0 0 प्लस 200 अब 3 र 5 दुईटैको एलसीएम चाहिँ 15 यसको रेसियो एलसीएम 15 यो दुईटैको एलसीएम चाहिँ 15 15 ले 1000 लाई यो 15 जस्ता संख्या चाहिँ त्यसलाई 3 ले भाग जान्छ भन्दैमा यो 333 मा नि पर्यो जस्तो 15 चाहिँ यो 3 ले भाग जाने मानि पर्यो 5 ले भाग जाने मानि पर्यो भनेपछि यो 333 भित्र नि पर्यो यो 200 भित्र नि पर्यो यस्ता संख्या चाहिँ 15 छक्का 90 15 छक्का 90 के यो भने 66 वटा चाहिँ -66 तपाईको दुईटै घटाइदिने यो 3 को छुट्टै निकाल्ने 5 को छुट्टै निकाल्ने यसको दुईटाको एलसीएम लिएर छुट्टै निकाल्ने अब यो गर्दा 467 त्यहाँ तपाईले निकाली पनि सक्नु भएको थियो धेरै साथी हेर्दा अब यो 3 र 5 ले भन्नु भने चाहिँ यति मात्रै आइन्छ 3 र 5 ले भन्नु भने चाहिँ यहाँ 3 वा 5 ले भन्दा चाहिँ यो आइन्छ यदि आइन्छ 3 को छुट्टै 5 को छुट्टै अनि यो दुईटाको एलसीएम छुट्टै यदि यही प्रश्नमा 3 वा 5 ले नभनेर 3 र 5 ले भनेको रहेछ भने 3 वा 5 ले नभनेर 3 र 5 ले निशेष भाग जाने भनेको रहेछ भने चाहिँ 3 र 5 ले निशेष भाग जाने रहेको छ भने चाहिँ सिधै हिट गर्दिने 4 वा 7 ले कति हुन्छ 1 देखि 800 सम्मका संख्यालाई 4 वा 7 ले निशेष भाग जाने संख्या कतिवटा हुन्छ ल गर्नुस् त यो 800 लाई 4 ले भाग गर्नु 4 गुना 800 4 गुना 800 अब 800 लाई 7 ले भाग गर्नु 7 एकाना 7 100 7 एकाना 7
3 शून्य 7 चौको 28 200 प्लस 114 माइनस अब 7 चौको 28 28 ले 800 लाई 28 दुना 56 24 शून्य 8 64 को 4 हात लाओ 6 8 दुना 16 22 को हात लाओ 2 भनेपछि माइनस 28 यति हो। अब यहाँ र भने भए चाहिँ यति मात्रै गर्ने यदि 4 र 7 ले भने भए चाहिँ यति मात्रै आन्सर 28 मात्रै र भन्नु भने चाहिँ 4 ले पनि 7 ले पनि दुईटैले जानु पर्यो अनि यसको एलसियम 28 ले गर्ने वा भन्नु भने चाहिँ यो छुट्टै निकाल्ने यो छुट्टै निकाल्ने अनि यसको एलसियम छुट्टै निकाल्ने प्राय धेरै चाहिँ र भन्दा बढी वा सोध्छ किनकि यो सबै गर्नु पर्यो। अब अर्को अब यस्तोमा अर्को अब यहाँ हेर्नुहोस् है अब एकदेखि 100 सम्मका 1 देखि 100 सम्मका संख्यालाई 1 देखि 100 सम्मका संख्यालाई 13 ले भाग गर्दा 13 ले भाग गर्दा 5 शेष आउने शेष भने रिमाइन्डर आउने संख्या कतिवटा हुन्छन् आउने संख्या कतिवटा हुन्छन् 1 देखि 100 सम्मका संख्यालाई 13 ले भाग गर्दा 5 शेष 5 चाहिँ रिमाइन्डर रहने संख्या कतिवटा हुन्छन् भन्यो 5 शेष आउने संख्या कतिवटा हुन्छन् अब यहाँ हेर्नुहोस् है सूत्री 1 देखि 100 सम्म 13 ले भाग गर्ने 100 एउटा संख्या हुन्छ 13 ले भाग गर्ने 13 7 91 यहाँ शेष आयो 9 यो शेष 9 आइसकेपछि यो 5 शेष भने चाहिँ यो 9 भित्र 5 त पर्छ भनेपछि आन्सर 7 यहाँ पर्यो भने यो 5 भन्दा ठुलो अङ्क छ 5 वा 5 भन्दा ठुलो अङ्क छ भने 1 जोड्ने आन्सर 8 वटा आन्सर चाहिँ 8 अब हामीले के बुझ्नु पर्यो भने 100 लाई 13 ले भाग गर्दा कति शेष आउनु पर्यो 5 शेष आउनु पर्यो भनेपछि 13 7 91 यो 9 भने 5 पर्यो नि त 5 भित्र भनेपछि 8 वटा अब कसरी 8 वटा त भन्न अहिले अर्को भाषामा कसरी सोध्न सक्छ भने यो कतिवटा हुन्छन् नभनेर आउने सुरुको संख्या कुन हो भन्न सक्छ अर्को भाषा सुरुको संख्या कुन हो ल 1 देखि 100 सम्मका संख्यालाई 13 ले भाग गर्दा 5 शेष आउने सुरुको संख्या कुन हो यिनीहरू चिप्ल्याउँछ त्यो सुरुको संख्या यो 5 हो त्यही भएर 8 वटा हो सुरुको संख्या 5 अनि यसमा 13 जोड्दा 18 13 जोड्दाखेरि 31 13 जोड्दाखेरि 44 13 जोड्दाखेरि 57 13 जोड्दाखेरि 70 13 जोड्दा 84 13 जोड्दा 96 83 96 एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा यसरी 8 वटा भयो यी संख्याले 8 वटा भयो हो हामीले हेर्यो यसलाई वास्तै गरे आन्सर 12 यो तपाईले चाहिँ यो 7 वटा भने यसलाई भने हुन्छ
5 13 ले भाग गर्दा 500 आउने पहिलो संख्या कुनै पनि संख्यालाई यसलाई उसलाई छैन। अब तपाईँलाई के हो यसलाई 13 ले भाग गर्नुहोस् त 5/13 18/13 31/13 44/13 यसको भागफल 0 भागफल 0 शेष 5/13 भागफल 1 शेष 5/13 भागफल 2 यसले यसलाई भाग गर्दा भागफल 2 शेष 5/13 यसले यसलाई भाग गर्दा भागफल 3 शेष 5/13 कहाँ चाहिँ फरक हुन यसरी हेरी यसरी हो। अब मलाई त्यति भन्नु त यो 2 ले एकलाई भाग गर्दा 1/2 3/2 5/2 यसको प्रिन्सिपल के तपाईँलाई 3/2 भने के सबैमा के बुझ्नुभयो बिजोड संख्यालाई 2 ले भाग गर्दा 100 आउँछ होइन यो बिजोड संख्यालाई 2 ले भाग गराउने 100 बिजोड संख्यालाई 2 ले भाग गराउने 100 प्रिन्सिपल त बिजोड संख्यालाई 2 ले भाग गर्दा 100 हो नि त हो यो पनि शेषमा त कसरी आउँछ त यो शेष हो यो 2 ले भाग गर्दा 100 हो अनि यसरी भागफल दिन्छ यो र यसले यहाँ गर्दा ए यहाँ हेर्नुहोस् है यो 500 आउनेमा कस्तो हुन्छ भने यो 13 ले 0 लाई गुणन गर्दा 0 प्लस 5/13 यति भएको होइन अनि 5/13 13 यसो तल 1 छ यसो तल 1 छ 13 एकाना 13 13 प्लस 5/13 भएको होइन 18/13 यसरी भएको होइन अनि हो हामीलाई सबभन्दा बढी यो आइक्यूमा चिप्ल्याइदिने यसरी नजानेर होइन कि त्यो हामीले ख्यालै गरे हुँदैन सुरुमै त्यो भइरहेको हुँदैन अनि हामीलाई अब यही क्वेसनमा 13 ले भाग गर्दा 1200 आउने भनेपछि के हुन्थ्यो 1200 आउने भनेपछि 13 ले भाग गर्दा 1200 आउने अथवा 1100 आउने भन्नु त 12मै भन्नु 1100 आउने त अब हामीले यो 100 ले भाग गर्दा के हुन्छ 13 ले भाग गर्दा 13 7 91 यहाँ माइनस गर्दा यहाँ त 9 आयो यो 9 मा 11 पर्छ त पर्दैन नि त हो यो 7 प्लस 1 चाहिँ हो 8 थियो त नर्मल्ली नै हुन्थ्यो तर यो 9 मा 11 नपरे हुनाले यो 11 9 मा नपरे हुनाले अनि यो चाहिँ -1 हुन्छ अनि आन्सर चाहिँ 7 हुन्छ फेरि जस्तो अब यहाँ तपाईको यो एउटा 11 22 हुँदै जान्छ नि त ए यो चाहिँ पर्दैन कि यो 11 त सुरुको त 11 हो 1100 आउने भनेपछि अनि 11 मा यो 24 हो होइन 1100 आउनु पर्छ 37 हो 50 हो 70 हो फेरि 70 63 हो 63 हो 76 हो अनि तपाईँको 76 पछि 89 हो अनि 101 हो 100 भित्र परेन नि त यो त यो ऐना चाहिँ परेको थियो 8 भयो अहिले 100 सम्म भनेपछि 101 त परेन अनि यो सुरुको त पर्छ 1 2 3 4 5 6 7 वटा यसरी भयो अनि यो चाहिँ एउटा घटेको त्यो लास्टमा चाहिँ हुँदैन हो यस्तो कुराहरू हामीले यो गाह्रो चाहिँ छैन तर यो एकदमै इग्नोर गर्दाखेरि आन्सर हिँडिरहेको हुन्छ कि अब यसलाई अरू कसरी सोध्छ भनेपछि अब यहाँ म तपाईँलाई एउटा दुइटा हेरिदिन्छु 187 ले भाग गर्दा 83 शेष आउने शेष भने रिमाइन्डर आउने एमा पहिलो संख्या कुन हो पहिलो संख्या कुन हो 11औं संख्या कुन हो ल पहिलो संख्या 83 अब 11औं संख्या भने चाहिँ 187
केले भाग गर्ने हो अनि कतिौं भन्छ 11औं 11 माइनस एउटा त सुरुको त 83 आइसक्यो हुन्छ 11 भन्नु भने 11 माइनस 1 20औं भन्नु भने 20 माइनस 1 50औं भन्नु 50 माइनस 1 प्लस अनि यो सुरुको जोड 11औं भन्दा चाहिँ 11औं गर्दा चाहिँ 11 माइनस 1 प्लस यो जोड दिनु सिक्यो जति भन्नुस् 11औं भन्नु भने 11 माइनस 1 50औं भन्नु भने 50 माइनस 1 किन सुरुको त एउटा यो भइसक्यो हुन्छ अनि 10औं भन्नु भने 10 माइनस 1 जतिसक्यो अब 187 इन्टु 10 प्लस 83 1870 प्लस 83 35 यसलाई 187 ले भाग गर्यो भने 83 शेष आउँछ त्यो जुनसुकै संख्यामा पनि त्यो केही टेन्सन हुँदैन यसले भाग गर्दा यति शेष आउने भन्नु भने यसमा केही फरक पर्दैन हो अब यो किन यस्तो हुन्छ त भने यो हाम्रो जुन लजिक हुन्छ नि जस्तो अब आधा आधा घन्टाको फरकमा खाने यही लजिकबाट तान्ने हो त्यो कमन सेन्सवाला हेर्नुहोस् है यही सेन्सबाट तान्ने हो आधा आधा घन्टाको फरकमा खाने लगमा खाने औषधि 2 घन्टामा कतिवटा खाइन्छ आधा आधा घन्टाको फरकमा खाने औषधि 2 घन्टाको फरकमा कतिवटा खाइन्छ आधा आधा घन्टाको फरकमा खाने औषधि 2 घन्टामा कतिवटा खाइन्छ भन्दा 5 वटा भनेपछि अहिले एउटा खाइयो अनि अर्को आधा घन्टामा एउटा अर्को आधा घन्टामा एउटा अर्को आधा घन्टामा एउटा अर्को आधा घन्टामा एउटा दुईटा तीनटा चारवटा 5 अब यसलाई अलिकति लजिकल बनाएर यो संख्या नै काउन्ट गर्नुमा चाहिँ यो कमन सेन्समा जोड्छ होइन यो कमन सेन्समा जोडौँ यही लजिकलाई अर्को यही लजिकलाई अर्को कमन सेन्समा कसरी जोड्छ भनेपछि एउटा कारपछि एउटा स्कुटर पहिलो कारपछि एउटा स्कुटर पहिलो कारपछि एउटा स्कुटर दोस्रो कारपछि 2वटा स्कुटर तेस्रो कारपछि 3वटा स्कुटर चौथो कारपछि 4वटा स्कुटर क्रमशः त्यसै गरी क्रमशः राखिएको छ 36वटा कार र स्कुटर 36वटा कार र स्कुटर को लहरमा पहिलो हाफ अघि लहरमा पहिलो हाफ अघि कतिवटा स्कुटर हुन्छन् पहिलो हाफ अघि चाहिँ कतिवटा स्कुटर हो फेरि पहिलो प्रिन्सिपल हेर्नु है पहिलो कारपछि एउटा स्कुटर दोस्रो कारपछि 2टा स्कुटर तेस्रो कारपछि 3टा स्कुटर चौथो कारपछि 4 स्कुटर यसै गरी क्रमशः राखिएको छ 36वटा कार र स्कुटरको लहरमा पहिलो हाफ अघि कतिवटा स्कुटर हुन्छ पहिलो हाफ अघि यो 36वटामा पहिलो हाफ दोस्रो हाफ यसलाई 2 भाग लाग्यो एउटा कार एउटा स्कुटर
दोस्रो कार 2टा स्कुटर, तेस्रो कार 3टा स्कुटर, चौथो कार 4 स्कुटर, पाँचौं कार 5वटा स्कुटर। अब 18 भएपछि भइहाल्यो। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 पहिलो आफूले त यति हो। अनि अर्को कार त्यसरी जाने हो भनेपछि पुरी लेख्न पनि परेन। एउटा पहिलो कार एउटा स्कुटर, दोस्रो कार 2टा स्कुटर, तेस्रो कार 3टा स्कुटर, चौथो कार 4 स्कुटर, पाँचौं कार 5वटा स्कुटर हुँदै जाने भनेपछि यहाँ एउटा स्कुटर 2टा 3टा 4 5 6 7 8 9 10 11 12 13वटा। दोस्रो आफमा भनेपछि अब 5वटा हो। 1 2 3 4 5 6वटा हुन्छ। फेरि कार एउटा 2टा 3टा 4वटा 5वटा 6वटा 7वटा। फेरि कार एउटा 2टा 3टा 4वटा 5वटा 6वटा 7वटा 8वटा हुन्छ। अब 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 यहाँसम्म हुँदैछ भनेपछि अब यहाँ 1 2 3 4 5 6 7 6 13 2 15वटा हुन्छ। यसलाई चाहिँ 15वटा हुँदो रहेछ। दोस्रो हाफमा चाहिँ 15वटा हुँदो रहेछ। पहिलो हाफमा चाहिँ 13वटा हुँदो रहेछ। भनेपछि यो 36वटा स्कुटर भनेपछि हामीले यसरी यो त एकदम इजी हुन्छ। कतिवटा भन्दा यतिवटा यो त राख्दा केही गाह्रो छैन। अब यो सङ्ख्या नै पत्ता लगाउने। अब यहाँ हेर्नुहोस् है, 17देखि 98 सम्म 5ले निशेष भाग जाने सङ्ख्या, 5ले निशेष भाग जाने सङ्ख्या कतिवटा हुन्छन्? कतिवटा हुन्छन्? यो लजिक गर्नुहोस् त। 17देखि 98 सम्म 5ले निशेष भाग जाने सङ्ख्या कतिवटा हुन्छ? यो जहाँसुकै नि सोध्न सक्छ, 3 पनि सोध्न सक्छ, जुनसुकै पनि सोध्न सक्छ। यसको ट्रिक चाहिँ के हो भने यो यसको अन्तिम बुझ्ने, यो 98 सम्ममा 5ले निशेष भाग जाने पहिलो सङ्ख्या अन्तिम सङ्ख्या 95। यो 17देखि भनेपछि यसको पहिलो सङ्ख्या 20। अब यसको ट्रिक चाहिँ यो अन्तिम सङ्ख्या कति हो, पहिलो सङ्ख्या कति हो? अन्तिम सङ्ख्या माइनस पहिलो सङ्ख्या, अन्तिम सङ्ख्या माइनस पहिलो सङ्ख्या। 5ले भाग जाने भने 5ले भाग जाने अन्तिम सङ्ख्या, 5ले भाग जाने पहिलो सङ्ख्या। अपन 5ले भाग जाने भने 5ले भाग गर्ने, 4ले निशेष भाग जाने भने 4ले भाग गर्ने, 3ले निशेष भाग जाने भने 3ले भाग गर्ने, 2ले निशेष भाग जाने भने 2ले भाग गर्ने, 7ले भने 7ले भाग गर्ने। पहिला अन्तिम सङ्ख्या माइनस पहिलो सङ्ख्या अपन कतिले निशेष भाग जाने त्यसले भाग गर्ने प्लस 1। यति, यो ट्रिक यति बुझिसक्यो। अन्तिम सङ्ख्या कति हो, सुरुको सङ्ख्या कति हो, 5ले भाग जाने भने 5ले भाग गर्ने। अब यो 95 20 गर्दाखेरि 75, 5ले भाग गर्दा कति आयो? यो 75 अपन 5 यसले 15 आयो, 15मा 1 जोड्दा 16वटा। ट्रिक चाहिँ हो, पछि अरू धेरै टपिकमा एकदम आवश्यक छ। भनेपछि अन्तिम सङ्ख्या माइनस सुरुको सङ्ख्या अपन कतिले भाग गर्ने अनि जहिले पनि 1 एक्स्ट्रा जोड्ने। अब के जोड्ने नभए लेख्नु, यो 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95। यो 17देखि 98 सम्म यति होइन। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 यत्रो आयो नि। अब यहाँ 3ले भाग जाने भनौँ भने
3 ले भाग्दा नि भन्नु भने चाहिँ यसैलाई 3 ले भाग्दा नि भन्नु गर्नु त कतिवटा हुन्छ त यी ठिक अनुसार 3 ले भाग्दा निमा गर्ने सबै लेखेर बस्नु भ्यादैन ठुल्ठुलो आउला हजारौँमा आउला कहाँ लेखेर बस्ने यसको सुरुको 18 अन्तिम 96 96 माइनस 18 अपन 3 ले निशेष भाग भनेपछि 3 ले भाग गर्ने प्लस 1 यो ट्रिक हो यो जुनसुकै पनि मिल्छ आपदै होइन जत्रोसुकै आयो नि मिल्छ कि आपद भएन अब यो कति आयो त भन्दा 78 अपन 3 माइ प्लस 1 गुना 6 का प्लस 1 27 वटा आइन्छ तपाईले ठिक गर्नु हुन्छ जत्रोसुकै संख्या आओस् मतलब भएन हैन अब जस्तो ल 110 देखि 1600 सम्म 4 ले निशेष लाग्ने संख्या कतिवटा हुन्छ 110 देखि 1600 सम्म 4 ले निशेष लाग्ने संख्या यो ट्रिकबाट गर्न यो 110 देखि 110 लाई 4 ले जाएन त्यसको नजिकको हेर्नु पर्यो भनेपछि 100 यो 116 से जान्छ यसलाई गइहाल्छ 4 ले यो 112 1600 माइनस 112 अपन 4 ले भनेपछि 4 ले गर्ने प्लस 1 जहिले पनि त्यही